ल मेरो सुरभिको भातको लागि प्रिपरेसन हुँदैछ यहाँ। अब डेकोरेसन गर्नु हुँदैछ। ल यस्तो देखाइदिउँ न हामी। भोलि कसको भात खुलायो? बेबीको भात खुलायो भोलि। यता हेरिदेऊ, बाबाले डेकोरेसन प्रिपरेसन गरेको हेरेको? सुरभि शुभ अन्नप्रसान सुरभिको आज भात खुलायो हो। भात खुलाइको लागि हाम्रो यहाँ प्रिपरेसन यस्तो हुँदैछ। सुरभिको फुपू चाहिँ तयारी राम्रो गर्दै हुनुहुन्छ। यो त छुटाउनै नहुने पाठ रहेछ नि त। अर्को डब्बा छ यो चाहिँ उसले पुनम आन्टीहरूले पढाएको है यहाँ नाम छ त्यहाँ अर्दी भन्नु के हो? मलाई एउटा सुनको भाँडा चाहिएको त्यस्तो डब्बा छ त्यस्तो डब्बा त कति छ सजिए त सुरभिको बाजेको तयारी यस्तो हुँदैछ। हाम्रो भाइ अत्रुल भाइ सुरभिको काका सुरभिको आज सन्ध्या है, सन्ध्याले त खाना राख्दैछ। अब हामी हल्का खाना खान्छौँ। सन्ध्याले त खाना प्रिपेयर गर्दैछ। सुरभिको फुपूले पुरै हङकङदेखि लिएर आएको छ। 이거 건강에 떠오세요? घरमै टर्सेको भाइ पढ्यो यो भाइ राखेको कहाँ आएको बाबा पढेको बाबा कस्तो खालको गर्ने उस्तै धेरै धेरै गरेर गर्ने कि यतिकै नर्मल्ली स्ट्रेट यतिकै गरौँ पर्यो है होइन के गरौँ सेतो छ यो चाहिँ मधुरो हुँदो रहेछ आफै हुँदो रहेछ बिस्तारै हुँदो रहेछ मजाले दिनु निस्केको है पानी नत्र त प्रायः बिहान आउँछ स्याटरडे सबै उसहरू आउने छ भने भान्जा भान्जी अब बाबुहरू त सबै के किनभने अब त्यही मिल्छ भनेर स्याटरडेको दिन छोडेको नि त। भोलि ल्याउँछ तिनीहरू ल्याएर आएको सेन अब भान्जा भान्जी अनि यता बाबु अनि डल्जीको छोरा सबै त्यो अब शनिबार चाहिँ छुट्टी पनि दिन्छ होला भनेर के भन्छ उस बाबु आजीको छोरा आउने हो कि नआउने नआउने पनि हो नमस्ते नमस्ते लोबिया नमस्ते अहिलेसम्म रोजेन त्यही पछि राख्ने हुन्छ नभए यता लिएर यता राख्नु
मेरो हात त न मेरो चाहिँ कस्तो हुँदो रहेछ भिडियो खिच्दै चाहिँ के आफै आरती खोइ यसको म्युजिक सिजिक हुँदैन के ए म्युजिक सरी नेपाली होइन विनिङको के अलिअलि मात्रै गर्ने अन्त भयो ल अलिकति ल 3 कतिसम्म गरिदिउँ ल हात भोलु पनि बढाउ न त्यो गीतको ल हात पनि यहाँ हात पनि भयो यता यता हेरेको हेर्न चोख्यो चोख्यो ए ल मेरो छोरीको बाटोहरू सबै फुल्लै फुल्लै सजियोस् है यतिको समय त एकछिन फोटो खिच्दा होला नि त सँगै होइन कपडा मात्र यता सुजाजी अल्सर टिभी देखाएको छैन हामीले अल्लाह Yeah. अर्को कपडा नि रेडी गरेर है आगति यता हो कि अर्को क्यामेराले खिच्छ जल्दी ये पनि ये सजिलो फोटो खिचिदिए त हजुर यो त के हो के हुन्छ फ्ल्यास धेरै नमानौँ भनेर नै भन्छ काठमा त्यो फ्ल्यास नगरौँ न किन राम्रो आउँदैन त्यो बले जान्छ छोरीको जिन्दगी हो धलल्ल बलिरहोस् अनि आफू जसरी दियोले आफू बलेर अरूलाई उज्यालो दिन्छ होइन छोरीले पनि त्यसरी नै त्यो जसरी उज्यालो चाहन्छ के अरे छर्योस् छरिरहोस् एकदम राम्रो ल जीवन भनेको त्यो जस्तो होस् अरे के कोठाको लाउने मैले उस गरेको छु कि त्यो उस हाई गरेको छु मैले यसित बाल्नु पर्छ फ्यान पनि कम गर्छु
कहाँ गर्नुहुन्छ नि बाबु फक्स त मैले जिन गर्नु परेन जिन गर्ने त एउटा गुज्रेछ त्यस्तो म्युजिक लाइन गर्छ सबै कुरा एकदमै अमृत भएर जे खान्छ त्यही जानुले सबै सोकेकै छु सबै बाबु खाँदा सेदाउँदा एउटा मात्रै दिनु त अहिलेलाई नानीलाई मात्रै लगायो बाजे पनि उस्तो साइडमा आउनु बाजे तपाईँले टिका लगाउनु नलगाइदिनु होला है कि लगाइदिनु बोलाउनु अलिकति गर्नुभयो किन हुँदैन छोरीको बाउहरूले केटी पसिना त केही सुरुवात हो त्यसलाई उस गर्नु माथिबाट पठाउनु पर्छ उसले लाइन छैन नि त मम्मी आएको थियो कुर्ती चाहियो
उयो उस पनि लगाइदिनु बाबा खुट्टामा पायो होला पायो लगाइदिएपछि ए साह्रै उ भयो ल सिकिन पुनमान्ती र अङ्कलमै हेरेर सबै सोरेर बुहारीले झाडु लाउनु पर्दैन नगर्नु न तपाईँ पुग्छ है नि लाउनु सानो मान्छे न हातमा लगाइदिने त्यहाँनिर मलाई हुन्छ फेरि यो थियो भने त्यति म तपाईँ दिन्छु समय फेरि हाल्छु एक रुई हाल्छु अनि म त जोड लाग्छु बजेर छुँदैन बजेर सानो सानो तिमीलाई यहाँ लाइसी हुन्छ ल आउनु नि होइन गयो भने त लाइसी आउँदैन फोटो खिच्यो न त्यहाँ रोक्ने के खिच्ने र रोक्ने के खिच्ने र सबै रोको मात्रै छ रोक्ने ल अब टिका नलाइदिउँ बल्ल हेर्नु थाल्यो
त नि